प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शुभारम्भको यो घडीमा म तपाईहरुलाई भन्छु नमस्कार नेपाल। Let me hear you loud and clear, ladies and gentlemen, boys and girls. नमस्कार। सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यू, माननीय सांसदज्यू, श्रीमान सचिवज्यू, प्रदेश सांसदज्यू र नेपाली चलचित्र क्षेत्रका टु कलेजियल पर्सनालिटिज नेहरू शाहदाई र दिदी वसुन्धरा भुषाल, उपस्थित सम्पूर्ण चलचित्र कर्मीहरू र लेडिज एन्ड जेन्टलमेन, बोइज एन्ड गर्ल्स, म दिनेश ढिसीको नमस्कार छ, देवाकालीन नमस्कार। केही समय प्रतीक्षा गर्दा तपाईहरु थाक्नुभयो? अलि जोडले भनिदिनु पर्यो, थाक्नुभयो? 16 वर्षको प्रयास बावजुद आएको 16 वर्ष हामी थाकेनौं हुन्छ भन्ने आशामा बस्यौं, किनभने हामी सकारात्मक सोच राख्ने चलचित्र कर्मी हौ। सकारात्मक सोच र रचनात्मक विचार लिएर अघि बढिरहँदा एक दिन त अवश्य हुन्छ भन्ने कुरा मलाई पछिल्लो पटक रारामा मैले एउटा कपु भेटी, करिश्मा बुढाथोकी। तिनले कक्षा 9 की एउटी नानी गमगढीबाट 4 घण्टा हिँडेर हाम्रो कार्यक्रम स्थलमा आएर म आफ्नो कुरा राख्न चाहन्छु भने र कार्यक्रम आयोजकले त्यो जानकारी पनि दिए, ठाउँ पनि उपलब्ध गराए। दिपा बहिनी र म थियौं त्यहाँ र उनले भाषण गर्दै गएपछि मेरो आँखाहरू रसायो होइन, म घाँटी एकदमै रुग्ण अवस्थामा पुग्यो र के भन्छ अवरुद्ध भयो र मेरो आँसु नै झर्यो। त्यो नानीले भाषण यसरी गरिरहेको थियो, तपाईँ एउटा सानो अबोध नानी जो झोला पछाडि बोकेकी छ, स्कुलकी नानी हो, अनि एकदम अनुहारमा कुनै पनि प्रकारका भावहरू छैनन्, मात्र माया प्रेम स्नेह निश्चलता छ। अनि ऊ भनिरहेको छ, आदरणीय सभाध्यक्षज्यू, आदरणीय चलचित्र विकास बोर्डका अध्यक्षज्यू, काठमाडौँबाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरू, तपाईहरुलाई दुःख भयो होला, यसलाई दुःख नमान्दिनुहोस्। हाम्रो देश नै यस्तै छ, कर्णाली पहिलाको भन्दा धेरै विकास भएको हो। अब सुन्नुहोस् पोजिटिभ नोट, धेरै विकास भएको ठाउँ हो। यस्तो विकास भएको ठाउँमा राम्ररी भइरहेको छ, पहिलाको भन्दा राम्रो भएको छ, प्लेन आउन थालेको छ, एयरपोर्ट पिच भएको छ, गाडी आउन थालेको छ, अब बिस्तारै त्यो पनि पिच होला। अनि हाम्रा मानिसहरूले यहाँ आएर वहाँ गएर भनिदिनुहुन्छ कर्णाली जान त कस्तो गाह्रो। अनि यहाँ घोडा चलाउनेले घोडामा काम हामीलाई चढाएर लिएर जानेले पैसा पाउँदैन, यहाँको सानो होटलहरूले केही खानेकुराहरू बेच्न पाउँदैन। त्यसकारणले कृपया गरिकन त्यहाँ गएपछि नभनिदिनुहोस् ल, कर्णाली एकदमै सुदूर छ, कर्णालीमा दुःख भयो, यहाँ त साह्रै गाह्रो रहेछ भनेर नभनिदिनुहोस्, किनभने योभन्दा धेरै गाह्रो थियो, अहिले त हामी राम्रोमा आइसकेका छौँ। कति सकारात्मक सोच। अनि मैले उसको अनुहार हेरेँ, मैले मेरो छोरी सम्झेँ, अनि एउटा अबोध मान्छे जसको अनुहारमा केही छैन, अनि मैले काठमाडौँ सम्झेँ। काठमाडौँमा रिस, दाह, द्वेष, सम्पूर्ण प्रकारका नेगेटिभिटी भएका अनुहारहरूको ठुलै भिड, अनि सामाजिक सञ्जालमा असङ्ख्य नेगेटिभिटी भएको त्यो ठाउँ। अनि त्यो ठाउँमा त्यो नानीको मन स्याटर्ड हुँदा एक दिन कस्तो हुन्छ होला भनेर म रोएँ। त्यस्तो ठाउँमा पनि सकारात्मक सोच राखेर बसेका छ भने हामी संसारका आधुनिकतम भौतिक सुविधा उपलब्ध गरेका मानिसहरू पनि सकारात्मक हुनुपर्छ। र चलचित्र कर्मीहरू त जहिले पनि सकारात्मक सोच राखेर रचनात्मक विचार लिएर बन्द कोठामा करोडौं मानिसहरूको मन परिवर्तन गर्नका लागि लागि परेका हौं। त्यसकारणले पनि आफूले आफ्नो लागि एकचोटि जोरदार ताली विषयवस्तुमा प्रवेश गर्छु। आज धेरै लामो बोल्दिन, सम्माननीयजीको समय हामीले लिएका छौँ। मन्त्रीज्यू सुर्खेतदेखि दौडादौडमा आउनुभएको छ, उहाँका थुप्रै व्यस्ततम कामहरू थिए, त्यसकारणले र चलचित्रकर्मी आदरणीय नेहरू दाइ र बसु दिदीको पनि यो समय र सबैको लागि धन्यवाद छ। म धन्यवाद दिन चाहन्छु ती 3 व्यक्तिहरूलाई जसले बेसमा बसेर हामीलाई त्यो 42 रोपनी जमिन उपलब्ध गराउन सहयोग गर्नुभयो। अहिलेसम्म
चन्द्रबहादुर खड्का, रामलाल दुवा उठेर आफ्नो उपस्थिति जनाइदिनु भयो। अध्यक्षहरू हुनुहुन्छ उहाँहरू। त्यस्तै उद्धव केसीजी, उहाँले लगातार समन्वय गर्नुभएको छ। म धेरै धन्यवाद दिन चाहन्छु माननीय गोकुल बास्कोटाज्यूलाई, जसले आजभन्दा 7 वर्ष अगाडि त्यो जमिन चलचित्र उद्योगको पोर्टामा हालिदिनु भयो। र पछिल्लो पटक उहाँले अनि मैले त्यो दिन होइन, मैले हजुरलाई पनि धन्यवाद त्यो उपलब्ध गराइदिनु भएको र हजुरले मलाई फोनमा भन्नुभएको पनि याद छ। भाषण त कडाइ गरिएको छ के हो डिसिजी, ल बधाई छ। तपाईँलाई जमिन पनि दिए, पैसा पनि दिए, 5-5 वटा अध्यक्ष आए, सबैले बनाउँछु भन्छन्, कसैले बनाएन, के हो यो भन्नुभयो। अनि मैले भने कि मानिसज्यू म चाहिँ बनाउँछु, किनभने मसँग टिम पनि छ, मसँग सबैको सकारात्मक सोच पनि छ। माननीय मन्त्रीज्यू र सचिवज्यूले खुला वातावरण छोडिदिनु भएको छ। सदस्य सचिवज्यू अत्यन्तै सकारात्मक हुनुहुन्छ। म 6 महिनाभित्रमा यसको शिलान्यास गराउँछु, यो मेरो कमिटमेन्ट हो भनेपछि ल हेरौँ भन्नुभएको थियो। त्यो देखाउनका लागि पनि एउटा त्यही जोसमा चलचित्र उद्योगले यो शिलान्यास गर्ने मौका पायो। त्यसपछि जान्छु एउटा स्वप्नद्रष्टा जो आज प्रमुख अतिथिको रूपमा हुनुहुन्छ, इस्पात जस्ता छाती र क्षितिज भन्दा फराकिला विचारहरूसहित देशलाई मार्गदर्शन गरिराख्नु भएको र सबैलाई आफ्नो अभिभावकत्व प्रदान गरिराख्नु भएको मन्त्रीज्यूले चलचित्र जगतलाई जहिले, प्रधानमन्त्रीज्यूले जहिले पनि स्नेह दिनुभएको छ। मलाई याद छ अघिल्लो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएर भारत भ्रमणको बेलामा चलचित्र जगतका 2 कलाकारहरू राय सम्माल र म दिनेश ढिसीलाई आफ्नो अफिसियल भिजिटको 42 जनाको बीचमा लिएर गएर हामीलाई पनि त्यो जाने अवसर प्रदान गर्नुभएको थियो। त्यहाँ म जान पाएँ भनेर होइन, त्यो चलचित्र जगतको प्रतिनिधिलाई सरकारले हेर्ने दृष्टिकोण बदलिएको छ, अब हाम्रो मोरल हाई गएको छ भन्नका लागि। त्यसकारणले त्यस्तो व्यक्तित्व आज हामीसँग हाम्रो यो उद्घोष समारोहमा पनि हुनुहुन्छ। लामो बोलिन, त्यतिखेरै यो किन हाम्रो स्टुडियो बनिरहेको छैन भनेर प्रधानमन्त्रीज्यूले मलाई सोध्नुभयो र दिल्लीमा डाक्टर सुभाष चन्द्र जो जी टेलिभिजनको मालिक पनि हुनुहुन्छ र एउटा टेलिभिजन होस्ट हुनुहुन्छ, उहाँलाई पनि कुरा भयो। त्यसपछि उहाँलाई हामीले यहाँ निम्तो दियौँ र प्रधानमन्त्रीकै आदेशअनुसार त्यो बेला हामीले देशका विभिन्न भागमा हेलिकप्टर लिएर निरीक्षण गऱ्यौँ, रेकी पनि गरेका थियौँ। त्यो एउटा सुरुवात थियो। त्यो सुरुवातको एउटा अंश यो पनि हो कि निर्माण गर्नुपर्छ भन्ने जुन अभिप्राय थियो, त्यो अभिप्राय बनेपाको 10 र 13 नम्बरको वार्डमा 42 रोपनी जमिनमा अब सुरु हुँदैछ। सकारात्मक सोचको कुरा गरे। साथीहरूले भन्नुभयो 2 वर्षमा के गर्छौ? मैले भने 2 वर्षमा पनि त 2 वर्षमा गर्ने चाहिँ गरौँ न त। 2 वर्षमा गर्दाखेरि 5 वर्षको नगरौँ। त्यसमा पछिल्लो सबै अध्यक्षज्यूहरूले 2 वर्षमा 2 वर्षकै काम गर्नुभएको भए अझ अगाडि बढ्थ्यो। 2 वर्षमा 2 वर्ष काम गरौँ, जति पैसा हामीसँग त्यति पैसाको चाहिँ काम गरौँ न त। अरू पैसाको आश गरेर भएकै पैसाको पनि प्रयोग नगरिकन, उपयोग नगरिकन हुँदैन भन्ने हिसाबमा मेरो सोच रहेको छ जहिले पनि। र बिरालोको बहादुरी त्यसले कति ठुलो स्वरमा म्याउ गर्यो भन्नेमा रहँदैन। बिरालोको बहादुरी कति ढाडे छ, कति घत्रक परेको छ भन्नेमा रहँदैन। बिरालोको बहादुरी त्यसले आज साँझसम्म कतिवटा मुसा मार्यो भन्नेमा रहन्छ। त्यसैले ती मुसाहरू काउन्ट गरौँ र यो चाहिँ बिरालो बहादुर छ है भनेर भनौँ। हामी लुते बिरालोहरूलाई बहादुर भनिरहेका छौँ, बहादुरहरूलाई नङ्ग्याउन खोजिरहेका छौँ। सामाजिक सञ्जालमा अतिरञ्जित भएर आफ्ना विचारहरू राखिरहेका छौँ। सामाजिक सञ्जाललाई नियमन गर्नका लागि मन्त्रीज्यूले आफ्ना नयाँ ऐन नियम कानुनका लागि लागू पर्नु भएको छ, त्यसको लागि पनि धन्यवाद दिन्छु। र चलचित्र विकास बोर्डले पछिल्लो 6 महिनामा मन्त्रीज्यूको नेतृत्वमा, प्रधानमन्त्रीज्यूको मार्गदर्शनमा हामीले ऐन र विधेयकलाई माथिल्लो सदनसम्म पुर्याएका छौँ। आगामी हप्ता मन्त्रीज्यूको हातबाट रियल टाइम बक्स अफिस
जसले प्रदर्शक, निर्माता र वितरकको बीचको शङ्काहरूलाई दूर गर्नेछ र ट्रान्सपरेन्ट हुनेछ। ट्याक्सेसन सिस्टम पनि त्यसको समुद्घाटन गर्नेछौँ। यतिले पुग्दैन कि हजुर, यो त धेरै लामो समयदेखिको व्यथा थियो। र स्टुडियोको आज शिलान्यास उद्घोष भइरहेको छ। आगामी दिनमा अझ बढी कुरा आउने नै छ। पहिलो 6 महिनाको जुन मार्गदर्शन लिएर हामीले काम गरेका थियौँ त्यो कम्प्लिट गरेको मैले महसुस गरेको छु र तपाईँले पनि महसुस गर्नुभएको छ। तपाईँको अनुहारमा देखेको उत्साह र तपाईँले दिनुभएको धन्यवादबाट र तपाईँको यो उपस्थिति नै मेरो लागि धन्यवाद हो भन्ने, मेरो समूहको लागि धन्यवाद हो भन्ने मैले ठानेको छु। लामो मैले केही बोलिनँ। सबैले गर्नुपर्छ, सबैले आफ्नो ठाउँबाट गर्नुपर्छ। अतिरिक्त चिन्ता नगरौँ, अर्को मान्छेको चिन्ता नगरौँ, आफ्नै काम र आफ्नो व्यवसाय र आफ्नो चरित्रको मात्रै चिन्ता गरौँ। देश आफै बन्छ र एक्लै केही हुँदैन। टुगेदर वी क्यान, वी विल। हामी साथसाथमा रहन्छौँ र हामी गरेरै छाड्छौँ। एक दिन विजय अवश्य हुन्छ। सुस्वागतम, नमस्कार। high-tech technology र सरकारी स्वामित्वको पहिलो indoor shooting studio. Siveka for us, everyone. Thank you. स्वामित्वको पहिलो ठुलो र हाईटेक चलचित्र छायाङ्कन स्टुडियो सिनेपाको शिलापत्रको अनावरण भर्खरै मात्रै समानिसको हातबाट भएको छ।
यसको लागि सम्मानितज्यूप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ र सम्पूर्ण उपस्थितिहरूतर्फ पनि हामी धन्यवाद ज्ञापन गर्दछौँ। धन्यवाद सञ्चालकज्यूलाई। यो भव्य समारोह चलचित्र क्षेत्रकै एउटा नयाँ आयाम र नयाँ एउटा मानक सिर्जना गर्ने निर्माण गर्ने समारोहका अध्यक्ष चलचित्र बोर्डका अध्यक्ष दिनेश ढिसीज्यू, यो कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माननीय सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू, माननीय जुली महतोज्यू, कञ्चनचन्द्र पादेज्यू, प्रदेश सभा सदस्य र मन्त्रालयका सचिवज्यू, सम्पूर्ण सिने जगतकै यो क्षेत्रकै कला क्षेत्रकै मूर्धन्य व्यक्तित्वहरू र प्रतिष्ठित महानुभावहरू सबैलाई नमस्कार। र यो कार्यक्रमको धेरै धेरै शुभकामना। अब दिनेशजीले पुरै भिलेन बनाएर प्रस्तुत गर्नु हो। अब एकदमै कडा। यो क्षेत्र जीवनका भोगाइहरूको यथार्थको क्षेत्र हो। रुवाउन पनि सक्ने, फकाउन पनि सक्ने, अब पुरै बटारिएर अनुहारै हेर्दिन भनेर हिँडेलाई त पट्याएर आफ्नै घरमा लिएर आएर मिलाउन सक्ने क्षेत्र पर्या हुनाले सबै कुरा यहाँ मैले के कम्पिटिसन गर्नु सक्छु। एउटा नयाँ फड्को यो क्षेत्रको राम्रोसँग बन्यो। हामीले अर्को प्रधानमन्त्रीज्यूले पनि भन्नुभयो कडा बोल्दा नि कहिलेकाहीँ फाइदा हुँदो रहेछ भन्नुभयो। मैले भने शैली त आफ्नो हो, उहाँभन्दा कडा र उहाँभन्दा त्यसको लागि अडान लिने मान्छे चाहिँ को होला त यो देशमा? कोही छ र छैन। त्यसो भएपछि उहाँको नै चेलो परियो। त्यसो हुँदाखेरि अब हेरौँला नि त, 2-4 गइसक्यो। अब तपाईँ आउनु भएको छ, बनाएर हेर्नुहोस्। हामीले त खुट्टा यसो अलिकति जमिनसम्म देखाउँ। म बनेपा नगरपालिकालाई पनि धन्यवाद भन्न चाहन्छु। वडा अध्यक्षजीहरू 13 नम्बरका राम तुवाल र 10 नम्बरका चन्द्रबहादुर खड्कालाई पनि र पूर्व जीविसा प्रमुख उद्धव केसीज्यूलाई पनि भन्न चाहन्छु। र सबैभन्दा धेरै चाहिँ के छ भने प्रधानमन्त्रीज्यूको हुटुटीका सामु, त्यो कडाइपनका सामु सायद धेरै कम्पिटिसन गर्न गाह्रो छ धेरैलाई। उहाँले 3 दिनको म्याद दिनुहुन्छ। 3 दिनभित्र जग्गा दिए हुन्छ, नभए हुन्न। आखिर क्याबिनेटले पास गर्यो, कहाँ गुहार त्यो जग्गा त छ प्रति जग्गा। किनभने राज्यले सबै कुरा लगानी गर्न सक्दैन नि, जमिन पनि किन्ने, बिल्डिङ पनि बनाउने हुँदैन। त्यसो हुँदाखेरि चाहिँ सबै मिलेर देश बनाउने हो, एउटाले मात्रै सक्दैन। त्यसो भनेपछि गरियो। अब मुद्दा नपरी चाहिँ यो देशमा केही पनि भन्दैन। मुद्दा कति वर्ष, 2 वर्ष 3 वर्ष किन हाले हो थाहा पनि छैन। त्यो त काभ्रे जिल्लाको मात्रै होइन नि, सम्पूर्ण सिने क्षेत्रको एउटा सपना, एउटा दियो, एउटा आशा र एउटा प्रतिबद्धता र एउटा सपनाको सङ्कल्पको भोलिको मिठो प्रतिफलको आशा सहितको लगानीको क्षेत्र पनि हो। त्यसो हुँदाखेरि मुद्दा हाल्दै गरेर चाहिँ केका लागि भन्दा बाटो जान दिन्न। अब बाटो नदिने, अब नदिकन बाटो बन्दैन। हेर्नुहोस्, मुद्दा हाल ढिला हो। त्यसैले मैले उहाँलाई भनेको थिएँ, सफलता त्यही मिठो हुन्छ जहाँ चुनौती पेश गरिन्छ, त्यसै हिसाबले जान्छ। र त्यसो एउटा कथा अलिकति पुरानो छ, किनभने अब आज भन्न हुन्छ कि हुँदैन, धेरैलाई थाहा पनि छ। वर्तमान सञ्चार मन्त्रीज्यूलाई पनि म स्मरण गराइदिन मात्रै चाहन्छु। हाम्रो म काभ्रेको मान्छे भएको हुनाले त्यहाँ लगाए होइन, योभन्दा राम्रा ठाउँ अन्त पनि छ। किनभने देशै राम्रो छ हाम्रो। तराई गए तराई राम्रो, हिमाल गए हिमाल, पहाड गए पहाड राम्रो, पूर्व गए पूर्व, पश्चिम गए पश्चिम, जता गए त्यही त छ। तर त्यहाँ किन पुग्यो भन्दाखेरि अलि नजिकको ठाउँ भयो, सहजै जमिन उपलब्ध भयो। र खास कुरा चाहिँ बालाजु औद्योगिक क्षेत्रको
हो कि अब भन्न मिल्छ मिल्दैन फेरि पुरानाले त्यसै लुटे भन्छ अब के लुटे कसले लुटे लुटे अब लुटे भने लुटे जम्बाले लुटे त्यसमा अब त्यहाँ यही संस्थाको नाममा चलचित्र विकास बोर्डको नाममा रहेको 6-7 रोपनी झक्कै छैन। अब कसले लगेछ भनेर खोजे त्यो आफै खोज्दैन मलाई किन भन्दैन। अनि हामीले एउटा समिति बनायौँ मन्त्रालयको तर्फबाट सायद सचिवज्यू राधिका अर्यालज्यू पनि त्यो छानबिनमा हुनुहुन्थ्यो होला, कहाँ पुग्यो मन्त्रीज्यूलाई पनि सघाइदिनु होला। नेर्साज्यू वसुन्धरा भुषालज्यू लगायत धेरै अब यहाँ द्वन्द्व गराउन नि सक्ने मिलाउन पनि सक्ने जम्मैको त भेला छ भनेपछि अब त्यसो भइसकेपछि सम्झाइदिएको मात्रै मैले, गीत त गाएको होइन नि सम्झाइदिएको। त्यसैले त्यो जग्गा कसले लग्यो होला तिनीहरू। अब यहाँ त सिनेमा त कुनै पार्टीको हुँदैन होला नि त, पार्टी त मान्छेको हुन्छ, जीवन त आम जनताको हुन्छ होला, भोगाइ त आफ्नो हुन्छ होला, सोचे जस्तो हुन्न भोगे जस्तो हुन्न। अरुणा लामाको खुट्टा ताने कुन्ती मोक्तानजी हुनुहुन्छ हुनुहुन्न देखाएको छैन, जति ताने पनि देशले लिएको अठोट त पार लाग्दो रहेछ। एउटा भिजनरी लिडरसिप हुँदा शराब जति खाए पनि हुन्छ, के भयो भने जति शराब खाए पनि काम सम्पन्न भयो भने चाहिँ राम्रै हुन्छ। अब 33 कोटी देवता 3 कोटी जनता, सबैको चित्त त बुझाउन सके भए 33 कोटी देवतै किन खोज्नु पर्थ्यो र। त्यसो हुँदा अब प्रधानमन्त्रीज्यूले उहाँकै पालामा क्याबिनेटबाट डिसिजन गराइदिएर काम आरम्भ भएको हुनाले उहाँले नै आज सम्माननीय प्रधानमन्त्रीज्यूले नै आज यो शिलान्यास समेत गर्नुभयो। बजेट पनि छ भन्ने सुनेको छु, त्यही भएर चुनौती दिएको। यही भएपछि त त्यो नपुगे 2-4 त अब प्रधानमन्त्रीज्यूले फेरि अडानमा पक्का हो भनेकै छु। अब त्यसो भएपछि अब अर्थमन्त्रीलाई अलिकति हालिदिएपछि 2-2.5 वर्षमै त्यो त कम्प्लिट होला। अब कम्पिटिसन तपाईँहरूकै छ, दुईटा हँसाउने एउटा कता हराएको भनेर आउन साथ सोधे मैले। अब शिव श्रेष्ठ पनि हुनुहुन्छ नि यहाँ, बरु भुवन केसी देखिन। अब पुरानाले पुरानै सम्झिन्छन्, नयाँले त अब करिश्मादेखि को जम्मै यहाँ पनि 3 पुस्ता छ नि, 3 पुस्ता। अनि त्यो पुरानो पुस्ता कस्तो हुन्छ भने कुरा त बुढाकै सुन्ने हो, आगो मुढाकै ताप्ने हो, काम चाहिँ नयाँ पुस्ताले गर्ने हो, कुरा यति हो। त्यसैले प्रधानमन्त्रीको जोर चाहिँ अब 16 वर्ष नै छ, सबैलाई थाहा छ। पार्टीले होस्टेलमा हैसे गर्ने, काम गर्नेले गर्ने, रकेटको ट्रेनमा जाने त्यो गति र उसमा चाहिँ जाने र सोचाइ चाहिँ त्यस्तो खालको भएको नेतृत्व भएको बेला यो काम हुन्छ। तपाईँहरू सबै बधाईको पात्र हुनुहुन्छ र म त्यहाँ जमिन भएको हिसाबले म पनि एकदम खुसी छु आरम्भ गरे आउनाले। मलाई डर थियो पृथ्वी सुब्बाज्यूले लमजुङको पनि एउटा प्रस्ताव छ है विदेशी कम्पनी, उहाँले त्यो भन्दा झन् राम्रो छ नि है ठाउँ चाहिँ, त्यो चाहिँ त्यो हलिउड जस्तो ठ्याक्क हुने जस्तो छ। यता ईर्ष्या लाग्यो भने सञ्चार मन्त्रीज्यूले विदेशी इन्भेस्टर नै आएको थियो है, कता कताको बिर्सेँ मैले, फाइल पनि पेश गरेको छ है। त्यो चाहिँ भइदियो भने झन् अर्को एउटा हब बनाउने भनेको छ नि त नेपाललाई, ब्युटी। यो चाहिँ एकदम प्रकृतिको संसारको रानी नै यही हो जस्तो लाग्छ। नभए एउटा समुद्र हो, यति त अरू जम्मै छ त हाम्रो देशमा, अन्त भएको भन्दा धेरै छ त। त्यसो भएपछि एकदम गजबै हुन्छ। अब 5 मिनट बोलाउला भने मञ्च पाएपछि नेता उस्तै हो। एउटा फिल्म खेलेर तपाईँहरूले चित्त बुझ्दैन, बोलेर हुँदैन। त्यसो भएको हुनाले तपाईँहरू सबै बधाईको पात्र। सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हामी सबैको तर्फबाट मैले स्थानीय त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको हिसाबले सम्पूर्ण काभ्रेलीको तर्फबाट पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र यसको भव्य सफलताको अब भइ नै सक्यो। अब यतिको यहाँभन्दा ठुलो साक्षी कोही पनि चाहिँदैन, देशको प्रमुख कार्यकारी भएर गरेको काममा अरू कोही पनि चाहिँदैन होला। तपाईँहरू सबैलाई बधाई। सम्माननीय प्रधानमन्त्रीज्यूलाई
माननीय मन्त्रीज्यूलाई अब दिनेश डीसीजीले च्यालेन्ज स्वीकारेको हुनाले उहाँलाई समेत आभार, धेरै धेरै धन्यवाद। नमस्कार। यो सभाका सभापति चाहिँ चलचित्र विकास बोर्डका अध्यक्ष हाम्रा परम मित्र सिद्धहस्त चलचित्रकर्मी दिनेश डीसीज्यू, आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, विशिष्ट अतिथि सूचना संचार तथा प्रविधि मन्त्रीज्यू, मञ्चमा आसीन प्रतिनिधि सभाका सांसदद्वय गोकुल बास्कोटाज्यू, जुली महतोज्यू, प्रदेश सांसद कञ्चन वादे श्रेष्ठज्यू, सूचना संचार तथा प्रविधि मंत्रालय की सचिवज्यू, नेपाली राष्ट्रिय चलचित्र इतिहास को जिउँदो साक्षी समादरणीय वसुन्धरा उषाज्यू, विभिन्न संघ संस्थाका पदाधिकारीज्यूहरू, अध्यक्षज्यूहरू, चलचित्र विकास बोर्ड का पूर्व अध्यक्ष, वर्तमान सदस्यज्यूहरू, सदस्य सचिवज्यूहरू र प्रेक्षालयमा उपस्थित सम्पूर्ण सहकर्मी, चलचित्रकर्मी, प्राविधिकहरू र कलाकार साथीहरू, सर्वप्रथम म तपाईहरूलाई चलचित्रकर्मीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। एउटा अद्वितीय प्राप्तिका लागि। अब त्यो किन अद्वितीय प्राप्ति भन्ने कुराको पुष्टि गर्नका लागि केही समय हामीले राष्ट्रिय चलचित्र उद्योगको इतिहास खोतल्नु पर्ने हुन्छ। यहाँ हामी दुईजना, वसुन्धराजी र म मात्रै होइन, केही अरू पनि चलचित्रकर्मीहरू हुनुहुन्छ जसले विक्रम सम्वत 2022 सालमा नेपालमा स्टुडियो नभएको कारणले गर्दा कलकत्ताको टलीगञ्ज स्टुडियोमा गएर सुटिङ गरेर फर्केको अनुभव साँचेर राखेका छौँ। स्टुडियो त 2022 सालदेखि नै रहेनछ नि त, नभएको कारणले नै आमा, हिजो आज भोलि, परिवर्तन, माइती घर, पछि पनि अरू चलचित्रहरू छायाङ्कन भएको हुनुपर्छ। हामी टलीगञ्जको स्टुडियोमा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका मान्छे हौँ। त्यसमध्ये वसुन्धरा उषाजी यहीँ हुनुहुन्छ, म पनि यहीँ छु, चैत्याजी यहीँ हुनुहुन्छ। त्यो रहेनछ भन्ने कुरा 2022 सालदेखि आजको दिनसम्म पनि थाहा छ। थाहा भएर पनि त्यो भएको नेपाल बनाउनका लागि हामीले तत्परता चाहिँ किन नदेखा। 2022 सालदेखि नभएको कुरा अथवा नेपाली चलचित्र उद्योगको इतिहास प्रारम्भ भएको दिनदेखि नभएको कुरो 20 को शतकदेखि त्यो प्राप्तिका लागि हामीले 2082 सालसम्म पर्खन पर्ने। त्यो हामीले 60 वर्षपछि प्राप्त गरेका छौँ। त्यसकारण यो प्राप्तिका लागि चलचित्रकर्मी साथीहरूलाई म हार्दिक बधाई ज्ञापन गर्दछु भनेर मैले सुरुमै यो अद्वितीय प्राप्ति उपलब्ध गराइदिनु भएकोमा
निश्चित रूपले वर्तमान प्रधानमन्त्रीज्यू, सूचना तथा सञ्चार मन्त्रीज्यू, सचिवज्यू, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र विशेषतः नेपाल चलचित्र विकास बोर्डका जुझारु अध्यक्ष दिनेश ढिसीज्यूलाई समस्त चलचित्र कर्मीहरूको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसमाथि पनि केही उदार मनका काभ्रेली लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग परिचित हुने सौभाग्य मिल्यो। यो क्षेत्रलाई यसरी माया गरेर एउटा इतिहास प्रारम्भ गर्नका लागि सघाइ दिनुभएकोमा हामी चलचित्र कर्मीहरूको तर्फबाट तपाईहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नेपाली चलचित्रको कुरो गर्दा अथवा नेपाली चलचित्रको इतिहासको कुरो गर्दा यो विभिन्न अध्यायहरू, विभिन्न कथाहरू, उपकथाहरू, विभिन्न पात्र र पात्राहरू, विभिन्न चरित्रहरूले विभिन्न कालखण्डमा 101 योगदान गरेका कारणले घुम्दै फिर्दै लड्दै उठ्दै बाटो बिनाउँदै बाटो पहिल्याउँदै आज यो बिन्दुसम्म आइपुगेको हो। त्यसकारण पृथक पृथक अध्यायमा राष्ट्रिय चलचित्र उद्योगको इतिहास बाँडिएको छ। मूलतः अहिले सरसर्ती हेर्दा राष्ट्रिय चलचित्र उद्योगको इतिहास दुईटा मूल प्रसङ्गसँग जोडिएर बाँडिएको छ। एउटा चलचित्र निर्माण गर्ने कालखण्ड, दोस्रो नेपाली चलचित्र निर्माण गर्ने कालखण्ड। प्रारम्भका वर्षहरूमा नेपाललाई चलचित्र नबन्ने देशबाट चलचित्र बन्ने देशमा रूपान्तरित गर्यौं हामीले। तर विशेषतः 40 को दशकपछि प्रजातन्त्रको पुनर्स्थापनापछि समाजले उपलब्ध गरेको स्वतन्त्र आकाश र साह्रै रहरलाग्दो क्षितिज प्राप्त भइसकेपछि नेपाली चलचित्र बनाउने इतिहास नै प्रारम्भ भएको। नेपाली चलचित्रको इतिहास पढ्नका लागि जुन किसिमका चलचित्रहरू आज हामी बनाइरहेका छौं, ती चलचित्रहरूले चलचित्रको परिभाषा नै प्राप्त गर्दैनथे। उनीहरूले परिकल्पना गरेको चलचित्रको परिभाषाभित्र ती चलचित्रहरू पर्दैनथे। तसर्थ प्राविधिक अभाव त हामीसँग थियो, त्यो अझै पनि छ, तर बौद्धिक र प्राज्ञिक अभाव चाहिँ हामीसँग थिएन। त्यसको ज्वलन्त उदाहरण हो स्वर्गीय इन्द्रबहादुर राईजीले लेख्नु भएको जार नामक सिनेमा बनाउनका लागि नेपालले 7औं दशक प्रतीक्षा गर्नु पर्यो। अरू पनि थुप्रै दृष्टान्तहरू दिन सकिन्छ जसले चलचित्रको कथा भन्ने शैलीलाई एक प्रकारको नयाँ परिभाषा प्रदान गरिएको छ। निश्चित रूपमा त्यो श्रेय आजका चलचित्र कर्मीहरूलाई जान्छ। दीपक दिपाजी त झन् यही नै हुनुहुन्छ। ती क्रियाशील व्यक्तिहरू मध्येका दुईटा प्रमुख व्यक्ति उहाँहरू पनि हुनुहुन्छ। पूजाजी हुनुहुन्छ, निर्मलजी हुनुहुन्छ, दिनेशजी आफै पनि हुनुहुन्छ। अब यो नेपाली सिनेमा बनाउने इतिहास प्रारम्भ भइसकेपछि हाम्रो टोटल कन्सन्ट्रेसन यसैमा हुनु स्वाभाविकै भइहाल्यो। किनभनेदेखि चलचित्र मात्र बनाउने इतिहास हाम्रो लागि इतिहासै भइसक्यो। त्यो हिजोको कुरा थियो। हामी आजमा बाँच्नुपर्छ, भोलिलाई पनि आजमा रूपान्तरित गरेर बाँच्नुपर्छ। तसर्थ ती क्रियाकलापका आधारमा जुन जमर्को नेपाली साहित्यले गर्न सक्दैन, नेपाली संगीत र सिनेमाले चाहिँ गर्न सक्छ।
साहित्यलाई बुझ्नका लागि एउटा निश्चित भाषा जान्नु आवश्यक छ। सिनेमा र सङ्गीतको भाषा जान्नका लागि कुनै निश्चित भाषा जान्नु आवश्यक छैन। त्यो युनिभर्सल ल्याङ्ग्वेज अफ इमोसन्समा आधारित हुन्छ। त्यो भाषा नबुझ्ने मान्छेले पनि, जुनसुकै देशका मान्छेले भए पनि त्यसलाई सहजै ग्रहण गर्न सक्छ, बुझ्न सक्छ, आफ्नो मन मस्तिष्कमा त्यसका भावार्थहरूलाई स्थापित गर्न सक्छ। त्यो बलियो अस्त्र लिएर नेपालमा नेपाली नै सिनेमा बनाएर हामीले भोलिका दिनमा आक्रामक रूपबाट अगाडि बढ्ने भनेको अन्तर्राष्ट्रिय चलचित्रको बजार। त्यो गर्नका लागि यथेष्ट मात्रामा अप टु द मार्क एट पार एक्सलेन्स अफ टुडेज एक्सपेक्टेसन त्यस्ता चाहिँ प्रविधिहरूले सुसज्जित विभिन्न खालका चाहिँ सहुलियतहरू राष्ट्रभित्र नै उपलब्ध हुनु आवश्यक छ। त्यस्तो सहुलियत जुटाउने क्रममा एउटा प्रमुख भूमिका निर्वाह गर्न सक्ने देखिएर सिनेमा उदाएको कारणले गर्दा यो हाम्रो चलचित्र इतिहासको किताबको पानामा कोसे ढुङ्गा साबित हुन सक्छ है भनेर हामीले अनुभूत गरेको कारण थियो। यसमा विशेषतः एआई का विभिन्न प्रविधिहरू जडित हुन्, डिजिटल प्लेटफर्म्सहरूको इजी अवेलेबिलिटीहरू होस्, जुन कुरोको लागि विदेशबाट आउने चलचित्रकर्मीले फर्केर फेरि आफ्नो ठाउँमा जान नपरोस्, त्यस किसिमको सुविधा हामीले यहाँभित्र उपलब्ध गराउन सकेको खण्डमा उसले आफ्नो ठाउँमा प्राप्त गर्न नसकेको सृजनशील मस्तिष्कलाई चाहिने सृजनशील वातावरण चाहिँ उसले यहाँ प्राप्त गर्छ। काभ्रेमा काभ्रेका भौतिक संरचनाहरू र त्यहाँ जडित प्राविधिक उपकरणहरू मात्र उसले प्राप्त गर्ने होइन, त्यहाँको अलौकिक हावापानी जसको प्रभावले उसले आफू बसेको ठाउँभन्दा अझ राम्रो लेख्न सकोस्, ऊ आफू जन्मेको ठाउँमा भन्दा अझ बढी राम्रो सोच्न सकोस्, ऊ आफू बसेको ठाउँमा भन्दा अझ त्यहाँ बसेर अझ प्रभावशाली सिनेमा बनाउन सकोस्, त्यस किसिमका हावापानी युक्त भएको ठाउँ आध्यात्मिक चेतना र भौतिक संरचनाको उपयुक्त किसिमको सन्तुलन मिलाएर हामीले त्यसलाई अगाडि बढाउन सकेको खण्डमा निश्चित रूपमा यसले नेपालको चलचित्रको इतिहासमा मात्र होइन, सायद उपयुक्त व्यवस्थापनका साथ अगाडि बढेको खण्डमा विश्वमै सिनेमाले आफ्नो नाम लेखाउन सक्ने सम्भावना देखिएको छ। अन्तमा प्रधानमन्त्रीज्यूको कार्यकाल तीनवटा कुराले हामीले जहिले पनि स्मरण गरिराख्नेछौँ। एउटा निकट भविष्यमा त्यो इलेक्ट्रोनिक टिकटिङ हो, जसलाई हामी बक्स अफिस भनेर बुझ्दछौँ। रियल अफिस त्यो कलेक्सन रेकर्ड संयन्त्र प्रारम्भ हुँदैछ। द्याट्स अ वन्डरफुल अचिभमेन्ट। दोस्रो यही सिनेमा भइहाल्यो। तेस्रो विचाराधीन अवस्थामा रहेको प्रस्तावित चलचित्र सम्बन्धी ऐन। यो दुईटा कुरालाई लिएर हामीले भन्नुपर्ने केही पनि छैन। एउटा कुरा सन्मानज्यूलाई म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु, माननीय मन्त्रीज्यूलाई पनि भने, वितरकहरूका आफ्नै समस्याहरू छन्, प्रदर्शकहरूका विकराल समस्याहरू छन्,
निर्माता प्राविधिक कलाकारहरूका आफ्नै किसिमका समस्याहरू छन्। सिनेमा भनेको यही 5 वटा चिज हो। यिनीहरूका आफ्नै किसिमका अप्ठ्यारा परिस्थितिहरू छन्। हुने नै भयो 22 सालमा सिनेमा बनाउन सुरु गरेको एउटा स्टुडियो प्राप्त गर्नको लागि 82 सालसम्म कुर्नु पर्यो। जवाफ त गैर सरकारी क्षेत्रले मात्र दिएर हुँदैन होला, त्यसको प्रत्युत्तर त सरकारी क्षेत्रले पनि दिनुपर्छ। त्यसकारण सूचना सञ्चार तथा प्रविधि मन्त्रालयलाई यी विभिन्न कुराहरूबाट आक्रान्त चलचित्रकर्मीहरूले आफ्नो आश्रय स्थलका रूपमा हेर्ने गरेका छन्। चलचित्र विकास बोर्ड त्यसको प्रतिनिधि भएको कारणले गर्दाखेरि त्यसलाई पनि आश्रय स्थलका रूपमा हेर्ने गरेका छन् र आश्रय स्थलबाट उसले एक्सपेक्ट गरेको, उसले अपेक्षा गरेको आश्रय प्राप्त गरेन भने डिसअपोइन्टेड हुने गरेको छ। त्यो डिसअपोइन्टमेन्टको इतिहास चाहिँ हामीले खोतल्नु पर्दा देखिने कुराहरू यस्तै हुन्। यसको बनोटमा दुईटा कुराले स्पष्ट रूपले पुनर्लेखन माग गर्दछ। एउटा नेपाली सिनेमा बनाउने इतिहासको कालखण्डमा छौँ है भनेर मैले यहाँहरूलाई निवेदन गरेँ र त्यसको बारे यति लामो चर्चा भयो। तर नेपाली चलचित्रको परिभाषा न 2026 सालको ऐनले गर्यो, नेपाली चलचित्रको परिभाषा बारे 2082 सालको ऐन पनि मौन छ। चलचित्र मात्र बनाउने नगरीका रूपमा नेपाललाई अगाडि बढाउन खोजिएको भने त्यो बेग्लै सिद्धान्त भयो। नेपाली सिनेमा हो भने अगाडि बढाउन खोजिएको नेपाली सिनेमाको परिभाषा के हो? सायद सर्वप्रथम स्पष्ट ब्ल्याक एन्ड व्हाइटमा परिभाषित हुनुपर्ने कुरा त्यही हो। त्यहीँनिर ऐनले बोल्न सकेको छैन। दोस्रो, चलचित्र विकास बोर्डको अध्यक्ष पनि सरकारी र सदस्य सचिव पनि सरकारी बनाएर यसलाई पूर्ण सरकारी अस्तित्वको संस्था बनाउँदा यसले बढी डेलिभरी दिन सक्छ। अथवा अध्यक्ष पनि चलचित्र कर्मीहरूमध्येबाट र सदस्य सचिव पनि चलचित्र कर्मीहरूबाट बनाउन सकियो भने यसले चलचित्र कर्मलाई प्रतिनिधित्व गरेको बढी स्पष्ट अनुभूति हुन्छ। यो दुईटालाई मिक्स गर्दा न यो हाँस भयो न यो कुखुरा भयो। यो कुरालाई मनन गर्नुपर्छ होला भने जस्तो सोचिएको छ। सायद सोच्नुपर्ने अरूहरूले पनि सोचेका होला। मूलत बाँकी कुरा तफसिलमा गर्दै गरे पनि भयो। त यी करेक्सन्सका साथ यो ऐन हामीले प्राप्त गर्ने हो भने सर्वाधिक महत्त्वपूर्ण र प्रधानमन्त्रीज्यूको कार्यकालमा हामीले प्राप्त गरेको अर्को महत्त्वपूर्ण योगदानका रूपमा यो सदाका लागि हुनेछ। प्रधानमन्त्रीज्यूले कलाकारहरूलाई माया गर्नुहुन्छ, स्नेह गर्नुहुन्छ। त्यो माया स्नेह हामीले सदैव प्राप्त गर्न सकौं र सक्छौं भन्ने कुरामा म यसकारण विश्वस्त छु किनभने सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँ भित्र पनि एउटा कलाकार जिउँदो छ। तपाईँ प्रतिको हाम्रो आकर्षण त्यो तपाईँ भित्र भएको जिउँदो कलाकार हो। हामी त्यो कलाकारलाई सधैँ जिउँदो रहने शुभकामना व्यक्त गर्न चाहन्छु र यही शुभकामनाका साथ मेरो भनाइ यही टुङ्ग्याउने अनुरोध गर्छु।
अक्षय कोषमा रहेको जुन अमाउन्ट छ त्यो अमाउन्टमा थपिकन यो अक्षय कोषलाई अलिकति स्ट्रङ बनाउनको लागि सम्मानितज्यूलाई यो रिक्वेस्टको पत्र उहाँले हस्तान्तरण गर्दै हुनुहुन्छ एउटा आशासहितको सकारात्मक आशासहितको र यो सहयोगको अपिलमाथि चाँडै सम्बोधन हुनेछ भन्ने हामी यहाँ उपस्थित वरिष्ठ कलाकार साथीहरू, माननीय मन्त्रीज्यू, पूर्व मन्त्री एवं सांसदज्यू, मान्य सांसदज्यू, अरू सम्पूर्ण उपस्थित महानुभावहरू, जहाँ मैले अत्यन्तै मन पराउने कलाकारहरू पनि म थुप्रै अगाडि देख्छु। म सबैलाई सम्बोधन गर्न चाहन्छु। धेरै प्रसङ्गमा मैले उहाँहरूको नाम सार्वजनिक वक्तव्यहरूमा पनि लिने गरेको छु, चर्चा गर्ने गरेको छु। सबैलाई प्रधानमन्त्रीको यस निजी सचिवालयमा स्वागत गर्न चाहन्छु। आज धेरै महत्त्वपूर्ण संयोग मिलेको छ। हामीले सिनेपा शुभारम्भको उद्घोषणा गरेका छौँ। सिनेपा बनेपामा भन्दैछ, बनेपा सिनेपा। यसका फेरि विभिन्न अर्थ हुँदो रहेछ। सिनेपा, सिनेपा, सिनेपा। यसले आफ्नो राम्रो ब्रान्ड लिएको छ। काठमाडौँमा उपत्यकामा लडाइँ हुँदा सर्वसाधारणहरू र केही राज्यका नजरमा बागी विद्रोहीहरू भएका यहाँबाट विस्थापित भएर नेपाल छोडेर बाहिर गएर बसेका थिए। नेपाल त्यसरी भएको थियो। बाहिरी नेपाल, नेपालकै मान्छे गएर बसेका, तर बाहिर बाहिर नेपाल, नेपाल बाहिरी नेपाल अब बनेपाल, अब सिनेपा भएको छ। खुसी व्यक्त गर्न चाहन्छु। सिनेपा यसले नेपालको सिने जगतमा एउटा नयाँ मोड ल्याउनेछ, एउटा रिभोल्युसन नै गर्नेछ। यो रिभोल्युसन नै भएको छ। यो मात्रात्मक मात्रै होइन, यो गुणात्मक ढङ्गले हामीले विकास गरेका छौँ। जस्तो नेरशाहजीले भन्नुभयो, आफ्नै यस्तो आन्तरिक सिने सुटिङका लागि, इन्डोरका लागि 60 वर्ष किन पर्खिनु पर्यो? अब म सरकार प्रमुख अलिक अगाडिदेखि भएको हुनाले यति ढिलो भएकोमा म आफ्नो कमजोरी पनि ढिलो हुँदैन। जमिन खोज्यो मुद्दा हाल्दैछ। अर्को स्टेप चाल्न खोज्यो, अर्कोमा अर्को मुद्दा पर्छ। नेपाल यस्तै छ। मैले दुईटा काम गर्न खोजेको थिएँ। एउटा काम त सफल बनाउन सकिन्छ कि सकिँदैन थाहा छैन मलाई। सिने जगतले दोलखाको
म्याग्नेसाइट उद्योगभन्दा परतिर मास्तिर सिने सिटी बनाउने भनेर लागेको छ, बनाइरहेको छ। हप्तामा 2 दिन घाम लाग्यो भने धन्यवाद। दिउँसै पनि बत्ती नबालिकन सिनेमा खिच्न पाइयो भने पनि खुसी हो। मैले के भनेको थिएँ भने, र अहिले पनि मेरो भनाइ छ, मैले पालुङटार भनेको थिएँ। पालुङटारमा सिने सिटी डेभलप गरौँ, कति गजब हुन्छ। त्यहाँ एउटा सानो सानो त्यस्तो हाम फाल्ने पुल बनाऊ, हिरोइन रिसाएर कुद्दै गएर मर्सेको बहादुर हिरो दौडेर गएर जम्प गरेर त्यहाँ खतरा हुँदैन। त्यस कारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ तर हिरोइनलाई बचाउँछ। दर्शकहरू तङ्ग। हिमाल देखिन्छ, पृष्ठभागमा माछा पुच्छ्री देखिन्छ, अन्नपूर्ण देखिन्छ, अन्नपूर्ण थर्ड देखिन्छ, अन्नपूर्ण सेकेन्ड देखिन्छ, गङ्गापूर्ण देखिन्छ, मनासलु देखिन्छ, यतापट्टि गणेश हिमाल देखिन्छ, गोर्खा हिमाल देखिन्छ, लमसुङ हिमाल देखिन्छ, सबै देखिन्छ। तर यता उसँग देखिन्छ लामटाङसम्म। अनि त्यो खोलालाई अलिकति ट्रेनिङ गर्नुपर्छ, रिभर ट्रेनिङ। त्यसो भइसकेपछि त्यो सिनेमाका लागि अर्को अत्यन्त सहयोगी स्पट बनिहाल्छ। त्यहाँ डाँडा पनि छ, त्यहाँ सम्म पनि छ, त्यहाँ रेल बनाउन सकिन्छ। नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिराखेको छ। तपाईँहरूले गीत बनाउनुहुन्छ कि दार्जिलिङको रेल? त्यही ठाउँमा जनकपुरको रेल किन नभयो? आफूले गरेको काम किन नदियो? हामीले अब जनकपुरको रेल पालुङटारमा कुदाउने होइन भने उता चेपेपारी लमलिङतिर त्यस्तो फाटल छ। तर त्यहाँबाट चाहिँ हिमाल देखिँदैन फेरि, किनभने भित्तामा पर्छ। त्यसर्थ माथि बन्दीपुर, पारिपट्टि डुम्रे, साहित्यमा रुचि हुनेलाई भानुभक्तको जन्मथलो, अझ अलिकति बढी नै रुचि हुनेलाई लेखनाथको जन्मथलो अलिकति बढ्दै, प्राकृतिक सुन्दरता लिएर अलिकति अरू ठाउँको पनि उपयोग गरौँ भने फेवाताल, बेगनासताल, रूपाताल, चेपाङ, मैती, खास्टे, विभिन्न तालहरू, तिनीहरूको आनन्द लिन सकिन्छ। त्यहाँ फोटो खिच्न सकिन्छ। अनि केवल कारमा सराङकोट, यता पञ्चासेको डाँडो। गीत बनाउनेलाई पनि त्यहाँ गएपछि गीत फुट्दो रहेछ। पञ्चासेको फुलहरू राखिदिए मैले के भन्ने छ, त्यो पनि आउँदो रहेछ त्यहाँ। त्यस्ता ठाउँहरू, बुद्ध गुम्बाहरू, स्तूपहरू, त्यो सहितको एउटा दृश्य मैले सोचेर त्यस ठाउँमा सिने सिटी बनाउन पाउने हो भने दुनियाँका मान्छेहरू पनि आउँथे त्यहाँ सुटिङको लागि। मुस्तान एउटा साङ्ग्रिला ल्यान्ड भएको हुनाले अमिताभ बच्चनहरू उहिले आएका थिए। मरुभूमिको कहाँको हिमाल, कहाँको मरुभूमि, तर मरुभूमिको दृश्य त मुस्तानमा खिचिएको थियो। त्यसो भएर हामीले
साँच्चै सिनेमालाई विकास गर्ने हो भने स्पेस पनि भएको, रेल मोटर सबै कुदाउन सकिने, एयरपोर्ट देखाउनु पर्यो भने बालुटारमा एयरपोर्ट छ। अझैसम्म हाम्रा ट्विनेटर ठ्याक्कै नचल्ने भइसकेको छैन, कहिले कहिले लगेर पढाउन सकिन्छ। त्यो मल्टिपर्पज ठाउँमा सिने सिटी बनाउँ भन्ने मेरो चाहिँ आग्रह हो, तर मैले कलाकारहरूलाई बुझाउन सकिनँ। अब कलाकारहरूसँग म कन्ट्याक्ट गर्दिनँ, यो मेरो फिल्ड होइन, मेरो जानकारी मेरो नलेजको कुरा होइन यो। त्यस कारण उहाँहरूलाई जहाँ राम्रो लाग्छ म त्यहाँ सघाउँछु, ठिकै छ, डाँडैका टुक्रा। मौसम राम्रो भए सूर्योदय देखिन्छ, मौसम राम्रो भए तर छिर्छ अलिकति। त्यहाँ पनि राम्रो छ, मास्तिरपट्टि भगवती मन्दिर छ, कालिन्चो, त्यो देखिन्छ, राम्रै छ। तर यतापट्टि छेलिन्छ, त्यस कारण अरू दृश्यहरू छेलिन्छ, टाढा लामखाङ देखिन्छ, अनि सिसापाङमा देखिन्छ तिब्बतको, यस्तै केही देखिन्छ। त्यसो भएर गौरीशङ्कर पनि देखिन्छ। तर अत्यन्तै राम्रो चाहिँ त्यहाँ हुन्थ्यो भने मेरो ठाउँ हो, र त्यहाँ भएको भए विदेशी सिनेमाहरू पनि त्यहाँ इन्डोर आउटडोर सबै कुरा चाहिँ त्यही ठाउँमा इन्डोर आउटडोर सबै कुरा हुन सक्थ्यो, सुटिङका कुराहरू हुन सक्थ्यो। अनि रेल खिच्नु पऱ्यो भने अन्त जानु पर्दैन, त्यति हामी एउटा यताबाट पस्ने उता त्यसो भएर सजिलो हुन्छ नि, चढ्ने बेलामा देब्रेपट्टिको ढोका जब ओर्लिने बेला साइनतिर त्यो त अघि नै गोकुलजीले भने जस्तै उहाँहरूलाई आइहाल्छ। कसरी हँसाउने कसरी रोउने सबै त आइहाल्छ। जे होस् त्यसका निम्ति आज हामीले एउटा नयाँ काम यहाँ थालेका छौँ, यसलाई सफल बनाउनु पर्नेछ। थालेपछि सफल हुन्छ। मैले गाह्रो छ बाबु नानु त्यहाँ नथाल न भन्दा भन्दै सुरुमा सुन्तोलीले क्रिकेट मैदान सुरु गरे, बहुत दुःख पाए, माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुःख कष्ट पनि हट्छ एक दिन। मैले त यही दुःख पाइन्छ भनेर नगर्नु। यति ठुलो काम आँट्यो, एक दुईवटा केही सानातिना कामहरूमा साथीभाइहरू बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाएरै बनाइन्छ। अस्ति हाम्रो पार्टी अफिस घर 1-1 रुपियाँमा हामी बनाउँछौँ भन्ने पनि 1-1 रुपियाँमा पार्टी अफिस, 1-1 रुपियाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। भरे चन्दा कतिले दिन्छ भन्दा 1-1 रुपियाँ कहाँ साँटेर ल्याउने भन्छ। अहिलेको जमानामा 1 रुपियाँ कहाँबाट साँटेर दिँदैन थियो। त्यसो भन्ने एउटा रियालिटी अर्को कुरा। जे होस् हामीले यो नयाँ काम सुरु गरेका छौँ, यसलाई 60 वर्ष साँच्चै लाग्नुपर्ने भयो। मेरो साथीले बहुतै यो मैले अलिक अगाडि गरौँ भनेर यसका लागि जमिन खोजी भएकै छ, जमिन खोजी भएको र त्यसमा बजेट पनि अहिले जस्तो त्यस बेला म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन। जे पनि हुन्छ भन्थे, जे पनि गर्नुपर्छ भन्थे, जे पनि बनाउँथे। एकैचोटि 396वटा 5 बेड 10 बेड 15 बेडका हस्पिटल बजेट समेत बन्दोबस्त गरे हामी।
शिलान्यास गरे आउने त्यसमध्ये जुन ठेका लागिहाल्यो ती त बने त ती बने। अहिले सयौँ हस्पिटलहरू त्यो निर्माणाधीन छन् अन्डर प्रोसेस। 60 भन्दा बढी सञ्चालनमा आइसके। अहिले त्यो 3 वर्षको ग्यापपछि म फेरि प्रधानमन्त्री फर्केर आउँदा जहाँसम्म गाडी पुगेको थियो त्यहीँ रोकिएको गाडी त्यहाँबाट अगाडि बढेकै छ। फेरि त्यहीँबाट सुरु गर्नु पर्यो, तर सुरु गर्नुलाई पैसा चाहिँ छैन, काम भएको छैन, पैसा चाहिँ छैन। यस स्थितिमा आज हामी अगाडि बढ्नु परेको छ। त्यसैले म ढुक्कै धेरै फुर्ती साथ यो पनि गर्छु त्यो पनि गर्छु भन्न अलिक पहिले जस्तो नै आगे गइरहेको छैन। किनभने खल्तीमा हुँदाखेरि न अलिकति आँट हुन्छ, राज्यको खल्तीमै ढिकुटीमै छैन भने त आँट गर्न पनि गाह्रो हुन्छ। धेरै मुस्किलले कताको रकम कता सारेर कसरी बनाउने भन्ने खालको स्थिति छ। तर पनि हामीले जो ओह्रालो लाग्दो अर्थतन्त्र हो त्यसलाई ब्रेक लगाएका छौँ र अब ओह्रालो लाग्दैन। यो त्रिशुलीमा खस्नेवाला छैन। अब बच्यो, अब बाटोबाट अगाडि बढाइन्छ, अगाडि त्यसैले यसलाई त्यस अनुसार नै हामी अगाडि बढाएर लान्छौँ र यो सिनेपाल पनि बन्छ। अहिले जति रकम छुट्याइएको छ यसका निम्ति यो बहुवर्षीय आयोजना हो, यसै वर्ष सकिँदैन। अर्को वर्ष फेरि बजेटमा आउला, अर्को वर्ष फेरि बजेटमा आउला भनेर यो सकिएला। यसमा सबैका प्रयासहरू यथोचित मिल्न आवश्यक छ र सरकारसँग जुन माग गरिएको छ विधिगत रूपमा त्यो सरकारले गर्छ। पहिले चलचित्र विकास समिति की लिमिटेड के भन्ने थियो कम्पनी, चलचित्र विकास कम्पनी। त्यो त्यसको जमिन पनि हेनाना छ भनेको सुन्दा मुछको पनि त्यसको तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू यही हुनुहुन्छ। हप्ता 10 दिनमा त्यसको तत्त्व नै आएको। यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर सरकारको कन्ट्रोलमा ल्याउँछौँ र यदि त्यो हुन सक्ने परिस्थितिमा रहेछ भने त्यसलाई सरकारको कन्ट्रोलमा ल्याइयो भने त्यस सम्बन्धमा मैले केही विचार गरेको छु। अहिले केही नभनौँ, पछि समय आएपछि भनौँ न। तपाईँहरूले चलचित्र विकास बोर्डको मातहतमा एउटा कोष निर्माण गर्नुभएको छ। कोषप्रति अत्यन्त सकारात्मक र सहयोगी दृष्टिकोण सरकारको छ, मेरो पनि रहनेछ र वसुन्धराजीले जुन फाइल दिनुभएको छ त्यस सम्बन्धमा के गर्न सकिन्छ हामी गर्छौँ। आज मैले धेरै कुरा भनिरहनु केही छैन। कहिले कहिले भ्याएको बेला त्यही पनि कसैले बोलाएर देखायो भने सिनेमा हेर्ने मान्छेले, अरू केही कन्ट्रिब्युसन नगर्ने मान्छेले के भन्ने। कहिले मलाई निर शाहजीले निम्ता गरेर बोलाएर सिनेमा देखाउनु भएको छ, कहिले यादव खरेलजीले देखाउनु भएको छ, कहिले अरू कलाकार साथीहरूले बोलाएर देखाउनु भएको छ। प्रायः मैले समय निकालेर हेर्ने भनेको निर शाहजीले बोलाउनु भयो, म हेर्न गएको उहाँको सम्मानको लागि। त्यसरी मैले सिनेमा हेरेको छु, नत्र भने
2.5 घन्टा 3 घन्टै पर्खिनुपर्छ, बिचमा ब्रेक पनि हुन्छ, त्यत्रो समय निकाल्न गाह्रो पर्छ। त्यसो भएर कम सिनेमा हेर्छु। कहिले कहिले झिलिक्क हेर्दाखेरि पनि सबभन्दा धेरै देखिने हिरो हिरोइन, त्यसकारण हिरो हिरोइन चिनिहाल्छ। कहिले कहिले झल्याक झुलिक देखिन्छ नि, तर देखिने ठाउँमा त्यो पनि प्रमुख कलाकारहरू चाहिँ चिनिहाल्छ। त्यो फिल्ममै हेरेरै चिनिहालिन्छ, देखिहालिन्छ। खासै कलाकार चिन्नलाई पुरै फिल्म हेर्नुपर्ने रहेछ। त्यो ठाउँ ठाउँ हेर्दा पनि कतै न कतैबाट हिरो आइरहेको हुन्छ, कतै न कतैबाट एक्सनमा डाइलगमा कतै भइरहेको हुन्छ, देखिहालिन्छ। अनि मेरो सम्मान छ सबैप्रति, किनभने म आफू जान्दिनँ, गीत गाउन जान्दिनँ। गीत यति मनपर्छ, गीत गाउन नजान्ने भएको हुनाले गीत त साध्यै मनपर्छ। अभिनय चाहिँ जान्दिनँ, अभिनय पनि हेर्न मनपर्छ। आफूलाई बिर्सिएर अर्कै मान्छे एउटा कसरी हुन्छ अर्को मान्छे भन्ने कुरा, अभिनय भने त त्यो न हो। कलाकारले आफूलाई बिर्सिएर उसले आफूलाई पुतली सम्झियो भने पुतली जस्तै उडिरहेको हुन्छ, त्यो चाहिँ गजब छ। त्यस कारण अभिनय एउटा असाधारण कला हो, अत्यन्तै आकर्षक छ। हामी अभिनय गर्दैनौँ, हामी सोझो-सिधा कुरा गर्छौँ। तर आजकल राजनीतिमा पनि अभिनय आएकै छ। राति राति मुसा झ्याप 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 पालो, बिहानै भएपछि यस्तो लगाएर पनि कन्टी बाँधेर राति बाँधेर यसरी निस्किन्छन् मान्छे कि शान्ति हो, शान्ति हो, शान्ति हो। बाघको पन्जा चाहिँ चाहिने बेला मात्रै नगरा देखिँदो रहेछ। अघि पछि टेक्दा पनि नगरा हुँदैन, पन्जा मात्रै हुन्छ, टेक्दा पनि नगरा हुँदैन, पन्जा मात्रै। धारा पनि चाहिएको बेला मात्रै देखिने रहेछ, नत्र भने त यस्तो कस्तो ओठ हुन्छ त्यो छ्याप्पै छोड्छ। यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ अहिले, यो नयाँ संस्कारमा अनि आएको छ। तर राजनीतिको आचरण चाहिँ त्यस्तो होइन। राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ। बदल्ने भनेको यथार्थमा बदल्ने हो, यथार्थ ध्यान गर्ने हो, यथार्थ चित्रण गर्ने हो, यथार्थ स्वीकार्ने हो, यथार्थ प्रयास गर्ने हो। त्यसबाट मात्रै, त्यो सङ्कल्पबाट र त्यो प्रयासबाट मात्रै देश बदल्न सकिन्छ। तपाईँहरूले सिनेमा तयार गर्दै हुनुहुन्छ, यसले सिने क्षेत्रलाई बदल्छ, त्यसै कारण त तयार गर्दै हुन्छ। यो एउटा अघि नै मैले भने रिक्वेस्ट कुराले चिउरा भिज्दैन भन्ने एउटा भनाइ छ। चिउरा भिजाउन त कि पानी नै हाल्नु पऱ्यो, कि दही नै हाल्नु पऱ्यो, कि दुधै हाल्नु पऱ्यो, केही त नत्र भने भिज्दैन। भिजाउन कामै गर्नुपर्छ, कि चाहिन्छ नै। त्यसो गरेर तपाईँहरूले यो अभ्यास अगाडि बढाउनु भएको छ, म धन्यवाद भन्न चाहन्छु यस कदमका लागि। यो तपाईँहरूको मात्रै सरकारको विषय होइन, हाम्रो पनि सरकारको विषय हो। त्यसका लागि डबिङ स्टुडियो पनि बनाउँदा हुन्छ, त्यहीँ थपे हुन्छ। धेरै ठुलो कुरा होइन, खर्च होइन, अन्त किन गइरहनु। डबिङ स्टुडियो पनि त्यहीँ बनायो भने, अनि गीत गाउने स्टुडियो पनि त्यहीँ बनायो भने, गाउने एकातिर बनायो, डबिङको अर्कातिर बनायो, मजा हुन्छ। 37-37 करोडको बजेट छ, वर्ष त्यसैले पुग्ला। पुगेन भने अलिकति थप्दाखेरि त भइहाल्छ, त्यसमा धेरै ठुलो कुरा छैन। त्यसो गर्दाखेरि अलिकति कम्प्लिट हुन्छ।
र तपाईँहरूले राम्रो ठाउँमा छान्नुहुन्छ। काठमाडौँको साह्रै प्रदूषण र कोलाहलभन्दा अलिकति बाहिर मैले ठाउँ हेरेको छैन, तर कतिको डुबान भनेर अब बनेपा भनेपछि अलिक हाइटमा रहेछ कलाकारहरूले प्रसाद लागेपछि त्यहाँ सुटिङ गर्न जाउँ भनेको सागाबाट नै देखेपछि अर्केला भन्ने एकदम राम्रो रहेछ। त्यसो भएर त्यो पनि अनुकूलै ठाउँ रहेछ, वातावरणीय हिसाबले पनि अनुकूल छ, अरू थुप्रै हिसाबले अनुकूल छ। र उतापट्टि अलिकति मास्टर चढ्यो भने नगरकोट, अलिकति अगाडि गयो भने के अरे धुलीखेल यस्ता ठाउँहरू, बनेपा, नवबुद्ध, यता घ्याम्पे डाँडा, उतातिर घ्याम्पे डाँडा मास्तिर रानीकोट, यी सबै ठाउँहरू बस्न लायकका ठाउँहरू छन्। त्यसकारण ती ठाउँहरूमा बस्न ओर्न पनि कलाकारलाई अबेला भयो भनेर धेरै दौड्नु पर्ने पनि हुँदैन, टाढा टाढा पुग्नुपर्ने छ भन्ने पनि हुँदैन। त्यसो भएर त्यहीँ आसपासमा प्रशस्त सुविधायुक्त ठाउँहरू भएको हुनाले त्यही पनि बस्ने व्यवस्था थोरै कलाकारका लागि होला। धेरै भोलि बढ्दै जाँदाखेरि त कलाकार पनि धेरै हुन्छ, अनि कलाकारका फेरि आफन्तहरू हुन्छ। यसमा पनि हाँस्न सक्दैन। त्यसो भएर ठाउँ त अलिक प्रशस्तै चाहिन्छ भन्ने मात्रै। अब जो आज एउटा नयाँ कामको थालनी भएको छ, सिने क्षेत्रको एउटा युग परिवर्तन। मैले अस्तिको दिन डिजिटल मिडिया एलायन्सको कार्यक्रम उद्घाटन गर्दै एउटा कुरा गरेको थिएँ कि सन् 1939मा पहिलोपल्ट ब्ल्याक एन्ड व्हाइट मात्रै भर्खर सुरु भएको थियो त्यस बेला, र लाइभ प्रसारण, एउटा फुटबल खेलको लाइभ प्रसारण भएको थियो। पहिलो लाइभ प्रसारण गर्दाखेरि अमेरिकी राष्ट्रपति रुजवेल्टले लाइभ प्रसारण उद्घाटन गरेका थिए। उद्घाटन गर्दै उनले पहिलोपल्ट ब्ल्याक एन्ड व्हाइटमा लाइभ प्रसारण, त्यही पनि झिरझिर झिरझिर गर्थ्यो, झल्याकझिरी घरिघरि झ्याप्प हुन्थ्यो, घरिघरि फेरि आउँथ्यो, फेरि झिरझिर झिरझिर गर्थ्यो, फेरि देखिन्थ्यो। त्यो खालको स्थितिमा 49मा भनेका थिए हामी एउटा सुन्दर भविष्यतर्फ प्रवेश गरेका छौँ र यो ठुलो कुरा हो। नयाँ युगतर्फ हामी प्रवेश गरेका छौँ, भविष्यतर्फको नयाँ युगका साथ हामी प्रवेश गरेका छौँ भनेका थिए। यस मार्फत पनि हामी एउटा थप सिने क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौँ। त्यसकारण खुसी व्यक्त गर्न चाहन्छु। यसले नयाँ युगमा सिने जगतलाई लानका लागि महत्त्वपूर्ण योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। र यति धेरै साथीहरू उत्साह साथ उद्घोष समारोहमा, आरम्भको उद्घोष गरिने समारोहमा सरिक हुनुभएको छ। धन्यवाद भन्न चाहन्छु। सबैमा धेरै धेरै शुभकामना गर्न चाहन्छु र तपाईँहरूको कलाकारिता सफल होस्, कलाकारिताको भविष्य अझ उज्जवल होस्, सिने जगतको भविष्य सफल र उज्जवल होस्। धन्यवाद सबै।